नमस्कार साथीहरू। आज म हजुरहरूलाई करदाता प्रोत्साहन उपहार कार्यक्रममा कसरी बिल नम्बर दर्ता गर्ने भनेर देखाउन गइरहेको छु। अनलाइनमा दर्ता हुन्छ। तपाईँ यस नेपाल गभर्नमेन्टको वेबसाइटमा जानुहोला। price.irt.gov.np मा यसमा भित्र गएपछि यस्तो इन्टरफेस खुल्छ। यसमा माथिमा बिल नम्बर हाल्नुहोला। तपाईको बिल नम्बर हालेपछि नेक्स्टमा तपाईको विक्रेता नम्बर हाल्न पर्ने हुन्छ। तपाईले सामान किनेको कम्पनीको भ्याट नम्बर हाल्नुहोला। अनि त्यसपछि डेट सिलेक्ट गर्नुहोला। डेट चाहिँ याद राख्नुहोला। साउन 2083 साउनभन्दा अगाडिको बिल एक्सेप्ट हुँदैन, त्यसपछिको बिल मात्रै एक्सेप्ट हुन्छ। सो अगाडिको बिल नहाल्नु होला। यसमा तपाईको रकम कुल रकम हाल्नु होला र तल नाम, पुरा नाम, हजुरको पुरा नाम हाल्नु होला। बिलमा जो छ त्यही, अनि यतापट्टि मोबाइल नम्बर हाल्नु होला। अनि मोबाइल नम्बर हालिसकेपछि तल तपाईको सबमिट गर्नु भनेर पुरस्कार कुपन सिर्जना गर्नुस् भनेर एउटा आउँछ। त्यसमा क्लिक गर्नु होला। ठेगाना सबै हालेर राम्रोसँग चेक गर्नु होला। पसल अथवा ठेगाना सर्टकटमा हाल्दा नि हुन्छ। हाल्नु होला। जुन हजुरको बिल त्यसपछि तल रातोमा पुरस्कार कुपन सिर्जना गर्नुस्मा क्लिक गर्नु होला। पुरै राम्रोसँग एकचोटि चेक गरेर क्लिक गरिदिनु होला। त्यसपछि यस्तो इन्टरफेस खुल्छ र तपाईको कुपन जेनेरेट भयो है त। तपाई लकी ड्रमा जानुभयो। अब पर्ने नपर्ने तपाईको हातमा। भिडियोलाई कस्तो लाग्छ लाइक शेयर सब्स्क्राइब गरिदिनु होला। मेरो युट्युब च्यानल हो ग्रिडिजी नेपाल। धन्यवाद मित्रहरू। यो तपाईको फेरि भेटौँला अर्को भिडियोमा। पर्ने हुन्छ हजुरले। जुन हाम्रो 2083 साउन यताको मात्रै रेजिस्टर हुन्छ, त्यो भन्दा अगाडिको रेजिस्टर गर्न नखोज्नु होला कृपया। र हामी मिति चोइस गर्न गइरहेका छौं। हाम्रो बिलमा हेरेर चोइस गर्छौं। चोइस गर्यो। अब तेस्रोमा बिल कुल रकम तपाईको टोटल एमाउन्ट हाल्न पर्ने हुन्छ। टोटल एमाउन्ट हाल्यौं। तल जानुस्, हजुरको पुरा नाम, अनि मोबाइल नम्बर। यसमा मोबाइल नम्बरमा हाल्नु होला। अनि तल ठेगाना जस्ट सर्टकटमा हाल्दिनु होला। ठेगाना खासै इम्पोर्टेन्ट हुँदैन।
अनि यहाँ पुरस्कार कुपन सिर्जना गर्नुहोस् भन्ने रातो चिन्ह आउँछ तल। सबै आफ्नो सही डाटा हालेर पुरस्कार कुपन सिर्जना गर्नुहोस् भन्नेमा क्लिक गर्नुहोस् अनि माथि यो कुपन नम्बर आउँछ, यो कुपन नम्बर टिपेर राख्नु होला। तपाईले पीडीएफ अथवा यो पनि डाउनलोड गरेर राख्न सक्नुहुन्छ। हस्तै त भिडियोलाई कस्तो लाग्यो लाइक शेयर सब्स्क्राइब गरिदिनु होला। धन्यवाद।